उम्मेदवार बालेन्द्र शाहको घण्टी चिन्हमा 5000 देख्न सक्नुहुन्छ यो उत्साह, देख्न सक्नुहुन्छ यो उत्साह, यो उमङ्ग यतिखेर, यो उमङ्ग देख्न सक्नुहुन्छ। समाचारहरूमा भ्रामक न्युजहरू धेरै आएको छ। अहिले जम्मा बालेन शाहको 5000 मत लगभग कटिसकेको छ भने 4000 मतान्तरले बालेन्द्र शाह बालेन केपी शर्मा ओली भन्दा अगाडि छ। अहिले कति बजे छ ठ्याक्कै? 5059। 1:15 भर्खर 1:15 को यो मतगणना अहिले भइरहेको छ। समाचारहरूमा धेरै भ्रामक न्युजहरू आएको छ, देख्न सक्नुहुन्छ यो अवस्था छ। हामीले तपाईँलाई देखाइरहेका छौँ झापा 5 को यो दमक 8 मा आएर मतगणना स्थलको ठ्याक्कै बाहिरपट्टि रहेर तपाईँलाई हामीले निरन्तर अपडेट दिइरहेका छौँ र यहाँ आउनुभएको जनताहरू विशेष गरी के भन्नुहुन्छ उहाँहरूसँग हामी विशेष कुराकानी गर्नेछौँ। हामीसँग रहेर पुरा भिडियो हेर्दै जानुहोला, लाइक कमेन्ट सब्सक्राइब पनि गर्दै गर्नुहोला। हामी निरन्तर तपाईँहरूलाई अपडेट दिनेछौँ। अपडेटेड हुनको लागि लाइक कमेन्ट फलो गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। हामी तपाईँलाई झापा दमकबाट यो दृश्य तपाईँलाई देखाइरहेका छौँ। अलि रिसाउनु भएको छ क्या हो केपी बासँग? केपी बासँग त मेरो अहिलेदेखि मात्रै होइन हजुर 51 सालदेखि रिसिभी हो। 51 साल गृहमन्त्री भएर जानुभयो उहाँ। 51 सालमा गृहमन्त्री भएर जानुभयो, यही हातले हानेको भोट हो। 51 सालदेखि अहिले कति भयो? 82 साल। कति वर्ष भयो? 21 वर्ष भयो। 21 वर्षसम्म उहाँलाई भोट हाल्ने, उहाँले के गर्नुभयो? बाटो बनाउनु पर्ने। यो बाटो बनाउँदाखेरि यो हरेक घरले भित्ता नापेर पैसा दिएको छ। उहाँले बनाएको बाटो होइन, हामी जन समुदायले दिएको पैसाको बाटो। बालकोटमा भोट हाल्न जाँदाखेरि बहुमत त एमालेको हो, जित त केपी ओलीकै हो भन्नुभएको थियो उहाँले। त्यसो नभने त उहाँ त त्यसो पनि त्यो पनि उहाँको भरौटेहरूले कानमा नफुकिदिए त उहाँ त ढल्ने स्थिति भएको थियो। उहाँ कुनै भरौटेहरूले कानमा फुकिदिएकाले गर्दा उहाँलाई सान्त्वना दिन मात्रै खोजेका थिए। उहाँले पाउनुभयो, सान्त्वना पाउनुभयो, त्यतिमै ढुक्क भएर पाउनु भएको छ। भनेपछि अब मतगणना अगाडि बढिसकेको छ, बालेन शाहको अग्रता छ। समाचारतिर कति होइन अलिकति धेरै नै लिड गरेको जस्तो देखिरहेको छ बालेन शाहले। ठ्याक्कै अहिले कति मतगणना भयो, के छ यहाँ झापा 5 को अपडेट भन्नु? झापा 5 कोमा अहिले 17000 बालेनको, 6000 केपी बाको भनेपछि 6 एकान 6 6 दुई 12 6 तिया 18 तिया गनेर जाउँ न। अब 55-60 बालेन शाहको, 25 देखि 30,000 मात्रै केपी ओलीको हो। यो चाहिँ मैले भनेको होइन कि 5 नम्बर बासीले हानेको भोट हो। यो चाहिँ 5 नम्बर बासीले दिएको भोट हो। यहाँ अब कसैले अब यो मतगणना अब रद्द गर्नुपर्छ भनेर कोही आयो भने के भन्छन्? यहाँ कसरी रद्द गर्ने? सेना लागेको छ, पुलिस लागेको छ। हामीले पछि त अस्ति नै देख्नु भएन त्यहाँ कतिले मतगणना मुखमा हालेर टोके च्यापे। त्यो स्थिति छैन। मुखगणना हाल्ने त छुने वातावरण छैन। सबै सेना पुलिसले हेरेको छ होइन, सबै सेना पुलिसले हेरेको छ। त्यसमा त छुने त कुरै छैन त। मतगणनाको त्यो उनीहरूले चपाउने, खाने, निल्ने त्यो चाहिँ अब त्यतिखेर गरे सक्यो होइन। यहाँ सबै बालेन शाहकै समर्थक हो कि केपी बाको नै कोही होइन? केपी बाको हुनु न, यहाँ सबै बालेनको मात्रै हो, केपीको हुनुहुन्न। केपी बाको त घरमै बसेर सुतिरहनु भएको छ। यो सबै बालेनको मात्रै हो, सबै बालेन मात्रै, यो सबै बालेन म मात्रै हो। यो बालेनको त झापामा कोही छैन, टुरिस्ट भन्थे। उहाँ पनि टुरिस्टै हो, उहाँको पनि यहाँ केही पनि छैन, भोट लिस्टमा नाम पनि छैन, केही पनि छैन। उहाँ पनि टुरिस्टै हो, तर उहाँ पनि टुरिस्टै हो। बालेन भनेको देशको हो, देशको प्रधानमन्त्री हो, देशको क्षेत्रको होइन। बालेन भनेको देशको। उहाँ चाहिँ एउटा म एउटा पदको भनेर बस्नु भएको छ। त्यही उहाँको भनेको त्यही अध्यक्ष पद मात्रै छ, अरू केही पनि छैन। युवाको कुरा राख्छौँ सर, नमस्कार। नमस्कार। चस्मा ढल्काएर आउनु भएको छ, बालेनमय भएको छ त यहाँ त, खोइ त के हो यो बुझ्नै गाह्रो भयो हामीलाई। म मिडियालाई एउटा प्रश्न गरौँ। तपाईहरुलाई के लाग्छ, परिवर्तन चाहिएको छ या चाहिएको छैन? सबै मिडियाले भन्छन् परिवर्तन खोजिरहेको छ, देश विकास चाहियो भन्छन्। अहिलेको सिचुएसन हेर्दाखेरि चाहिँ झापा क्षेत्र नम्बर 5 मा बालेन्द्र शाहको अत्याधिक मत आउने हामीले देखेका छौँ। मैले व्यक्तिगत रूपमा भन्नुपर्दा बालेन्द्र शाहको 52,000 प्लस मत आउँछ। 52,000 प्लस मत आउँछ। त्यसमा कुनै दुई मत छैन होइन। मौनतामा सबैभन्दा ठुलो शक्ति हुन्छ। बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने प्रधानमन्त्री हामी झापा क्षेत्र नम्बर 5 ले जन्माइसकेका छौँ र बालेन्द्र शाहलाई जिताएर पठाउने पनि छ। कसैसँग बहस पनि गर्न पर्दैन। किनभने हामी झापालीले पटक प्रधानमन्त्री बनाइरहेको केपी शर्मा ओलीले हामी झापालीलाई गोबरको नाम दिनुभएको छ, गुइठाको नाम दिनुभएको छ। त्यो गुइठा हामी होइन, त्यो गोबरलाई पनि सही तरिकाले
प्रयोग गरेर गुइठा बनाएर भात सब्जी पकाएर त्योबाट बनेको खरानीलाई अर्ग्यानिक सब्जी उत्पादन गरेर युज गर्ने झापाली कसरी गोबर र गुइठा हुन्छ त्यो उहाँको अहङ्कार र घमण्डलाई चकनाचुर पार्नको लागि केपी ओली मिस्सी हो भने मिस्सीले फालेको बल समात्न सक्ने किप्पर भनेको बालेन्द्र शाह हो। म एक्लै थिएँ होला क्षेत्र नम्बर 5 को मिटिङ बस्दै गर्दाखेरि केपी ओली झापा क्षेत्र नम्बर 5 को मिस्सी हो भन्नुभएको थियो एउटा बुवाले, तर मैले त्यहाँ एक्लै भनेको थिएँ मिस्सी केपी शर्मा ओली हो भने त्यो मिस्सीले हानेको बल समाउन सक्ने किप्पर भनेको बालेन्द्र शाह हो। त्यसैले बालेन्द्र शाह उठ्नु भन्नुभयो। कस्तो फिल भइरहेछ झापा क्षेत्र नम्बर 5 बाट? लागिरहेछ हैन, एकदम बालेन्द्र शाहले जित्नुहुन्छ। यो 100 मा 100 छ, त्यसमा कुनै दुई मत छैन। यो त ओलीबाको क्षेत्र हो, बालेन्द्र शाहले कसरी जित्दै हुनुहुन्छ? क्षेत्र हो, म पनि क्षेत्र नम्बर 5 छु नि त, हामी जिताउँदै छौँ भोट हामीले हालेको हो, हालेरै जिताएको हो हैन। र म त राजसभाबाटै पनि थिएँ हिजो हैन, खटेको बिहान 5 बजेदेखि बेलुका 7 बजेसम्म खटेको मान्छे हुँ हैन। हाम्रो जित हिजै पक्का भइसकेको थियो, एकदम सुनिश्चित तरिकाले एकदम आउन मात्रै बाँकी थियो। हामी हिजो भित्रै 100 मा 100 माथि एकदमै। राति एउटा समाचारले त्यो गठबन्धनको कुराले कतिको झस्काएको थियो, काङ्ग्रेस र एमाले गठबन्धन गरेर बालेनलाई त गाह्रो परेको थियो भन्ने एउटा समाचार कति धेरै थियो। हामी अघिल्लो दिन मिटिङमा बस्दाखेरि पनि भोलि हामी कसरी जाने त्यहाँनेरि, कसरी चुनाव गराउने भनेर हामी एकदम टेन्सनमा थियो। मलाई रातभरि निन्द्रै लागेन, अब भोलि जानु छ कसरी जाने, बाँकी होला के हुने हो कसो हुने हो भनेर एकदम टेन्सन थियो हैन। तर त्यति राम्रो तरिकाले चुनाव भयो, हाम्रो जित हिजै पक्का भइसकेको थियो। हाम्रो रिजल्ट आउन मात्रै बाँकी छ, त्यति हो। एकदम प्रधानमन्त्रीको कुर्सीमा लगेर राख्न मात्रै बाँकी एकदम बाँकी मात्रै, त्यति बाँकी हो हाम्रो। उहाँ प्रधानमन्त्री पक्का हो होइन। कतिपयले अब यो होइन भोट गनिराख्दाखेरि बालेन जितको नजिक पुगिराख्दाखेरि यो बिचमै केही हुने हो कि लफडा झैझगडा हुने हो कि झापा 5 मा के छ भनिरहेछ, यहाँ त्यस्तो झगडा लफडा केही छैन नि? केही छैन हैन। अहिलेसम्म चाहिँ शान्तिपूर्ण छ। हिजो हामी भित्र बिहान 5 बजेदेखि खटेर हामी बेलुका 7 बजेसम्म खट्यौँ हैन। 7 बजेसम्म खट्दाखेरि पनि शान्तिपूर्वक यति रमाइलो तरिकाले भोट गरियो हैन। त्यो नसोचेको कुरा भइरहेको थियो हिजो, त्यति राम्रो तरिकाले भोट भयो, त्यसमा कुनै उ छैन। हाम्रो जित पक्का छ। त्यस्तो छ नि त, उहाँहरूले हिजोसम्म जे सुकै सम्झेर भने पनि उहाँहरू विपक्षी अर्को दलको भए पनि उहाँहरूले जति षड्यन्त्र रच्नु भएको थियो, तर बेलुका अब भोटको नतिजा हेरेपछि उहाँहरू पनि त बुझ्नु भयो नि हामीले यो ठाउँमा गल्ती गर्दै रहेछौँ हैन, जनता यस्ता भइसकेछन् भन्ने कुरो उहाँहरूलाई पनि महसुस भइसक्यो होला। पार्टी मिले पनि सबै मिले पनि बालेन शाहलाई अथवा राजसभालाई के फरक पर्दैन? केही फरक पर्दैन। र यसमा चाहिँ मलाई चाहिँ अलिकति लागेको के भन्छु भने म यो 82 सालको भोटमा हैन, 82 सालको यो भोटमा फागुन 21 गतेको हिजो बिहिबारको भोटमा चाहिँ एउटा यति रमाइलो छ। हाम्रो एउटा महिला नेतृत्व पहिलाको अब हैन न्यायाधीश सुशीला कार्कीज्यूलाई धेरै धेरै धन्यवाद पुग्छ भने यो मेरो बोली उहाँ पनि पुगोस् हैन। एउटा आमाको दायित्व निभाउनु भयो। पहिला त हामीलाई लागेको थियो ती 76 वटा नानीहरू खस्दाखेरि केही पनि भएन, किन यस्तो भयो, गर्नुहुन्छ के त जस्तो भएको थियो हैन। तर एउटा देशको इतिहासै रह्यो, उहाँले यस्तो राम्रो गरिदिनु भयो, यस्तो राम्रो सबै सुरक्षाकर्मीहरूलाई खटाउनु भयो, अहिलेसम्म एकदम राम्रो छ हैन। यस्तै भएर अब भोट गन्ती गरेर चाहिँ बालेन शाहलाई अब प्रधानमन्त्रीको रूपमा उहाँले स्वीकारेर राखिदिनुहोस् हैन। देशको बेसुवालाई चिनाउनु भएको छ। के भन्नुहुन्छ अहिले यो उत्साह उमङ्ग देखिरहेको छ, मतगणना भित्र भइरहेको छ, बालेन शाह अग्रता लिइरहेको छ, केपी बा पछ्याइराख्नु भएको छ? हजुर अब केही भन्न चाहन्नौ। अब हामीले जे भए पनि दमकबाट चाहिँ हामीले बालेन शाहलाई नि पीएम को रूपमा पठाउने हो माथि। एकदम यो हामी दमकको सबै जनताको एकदम 5 नम्बर क्षेत्र नम्बर 5 बाट चाहिँ सबैको साथ सपोर्ट धेरै छ। एकदम औपचारिक रूपमा आउन मात्रै बाँकी हो, तर बालेन शाहले जितिसक्नु भयो। हजुर प्रधानमन्त्रीको कुर्सी खाली छ बालेनको लागि? हजुर बालेन शाहको लागि खाली छ। जनताहरू झापाको 5 का जनताहरू सबैजना बालेन शाहकै पक्षमा हुनुहुन्छ। केपी बाले नि काम त गरे, तर बालेन शाह नै किन रोजे? केपी बाले काम गरे, के गरे केपी बाले भन्नु त लु मलाई। यहाँ एउटा एक्सिडेन्ट हुँदाखेरि एउटा ठुलो हस्पिटल छैन, यहाँ एउटा मेडिकल कलेज छैन, बाटोघाटो त सबैले बनाउनु भयो नि, त्यसलाई काम मानिँदैन नि त। हामीले यहाँनिर केही भइसक्दा जानुपर्ने भनेको विराटनगर हो, गोपा हो, विराटनगर हो, केही नभन्नु त। यहाँ एउटा राम्रो हस्पिटल छैन, एउटा राम्रो मेडिकल कलेज छैन, भ्यू टावर भएर के गर्नु सञ्चालन आएको छैन। केपी बाले केही गर्नुभएको छैन, हाम्रो लागि चाहिँ केही गर्नुभएको छैन केपी बाले, यति हो। बालेनलाई टक्क जिताएर अब विजय जुलुस गर्नको लागि तपाईहरु तयार हुनुहुन्छ? तयार छौं। मेरो
विचारमा चाहिँ यो पटक चाहिँ युवाकै जित हुन्छ जस्तो लाग्छ मलाई। हामी सबै झापालीले यो पटक परिवर्तन चाहेका छौँ। जहाँसम्म लाग्छ झापाली हामी सबैले आफ्नो विवेक र बुद्धि चाहिँ राम्रोसँग प्रयोग गरेको छौँ जहाँसम्म मलाई लागेको छ। अब यति बेला धेरै ठाउँमा युवाहरूले नै अग्रता कायम गरेका छन्। अब युवाहरूले जित्दैमा देश त बन्ने होइन होला। युवाहरूबाट चाहिँ तपाईँ हामी पनि युवा हो नि त, हाम्रो अपेक्षा चाहिँ के छ, के भन्नुहुन्छ? हामीलाई सबैभन्दा मेन भनेको चाहिँ गरिबी निवारण हुनु पर्यो। त्यो गरिब सधैँ गरिब हुनु भएन, धनी मात्र माथि बढ्ने अनि गरिब चाहिँ सधैँ गरिबको गरिब हुनु भएन, त्यो हुनुपर्छ। अर्को भनेको सुशासन हुनु पर्यो। सबै कुरामा चाहिँ नियम कानुन सबैलाई सही स्तरको नियम कानुन लाग्नु पर्यो। धनीलाई हुने एक प्रकारको नियम र गरिब निमुखाहरूलाई अर्को प्रकारको नियम हुनु भएन। जस्तो डेभलप कन्ट्रिजहरूमा जुन नियम छ त्यो नियम कानुन सुशासन विकास हाम्रो देश नेपालमा पनि हुनुपर्छ र साथसाथै टुरिज्म इन्डस्ट्री पनि फ्लोरिस हुनुपर्छ। त्यो हामीले अपेक्षा राखेका छौँ हामीले मतदान दिएर पठाएका प्रतिनिधिहरूबाट। अब जस्तो झापा क्षेत्र नम्बर 5 भन्ने बित्तिकै दुईजना प्रधानमन्त्रीका उम्मेदवार हुनुहुन्छ भनौँ न। एकजना पूर्व प्रधानमन्त्री तीन पटकसम्म प्रधानमन्त्री भइसक्नु भएको, देशको बागडोर सम्हालिसक्नु भएको मान्छे, अर्को चाहिँ फेरि प्रधानमन्त्री बन्छु भनेर पूर्व मेयर हुनुहुन्छ। तपाईँहरूले अहिले पूर्व मेयरज्यूले अग्रता कायम गर्दै गर्दा चाहिँ के फिल गर्नु भएको छ, के भन्नुहुन्छ यो झापा क्षेत्र नम्बर 5बाट? मलाई चाहिँ जहाँसम्म लागेको छ हामी झापालीहरू एकदम सचेत भइसकेका छौँ। नेपालको अब अरू स्तरहरूमा पनि झापालीलाई अलिकति हामी चतुर भनेरै मान्ने गर्छौँ। म हाल चाहिँ अहिले अस्ट्रेलियामा बसिरहेको छु। म अस्ट्रेलियामा बसेको 10 वर्ष भयो। मैले काम गर्ने ठाउँमा पनि कहाँबाट हो भन्दाखेरि मैले जब झापाली भनेर भन्छु तब हुन्छ नि त्यहाँ मलाई चाहिँ तिमी अलिक बाठो छौ, झापालीहरू अलि अर्कै चलाक चतुर हुन्छन् भन्ने जुन एउटा मानसिकता रहेको छ। यो पटक चाहिँ लाग्छ हाम्रो यो झापा 5ले चाहिँ इतिहास कायम गर्नेछ। भनेपछि यसपालि झापा 5ले इतिहास कायम गर्दैछ। हजुर भोट हाल्नकै लागि अस्ट्रेलियाबाट नेपाल आउनु भएको? हजुर, म भोट हाल्नकै लागि अस्ट्रेलियाबाट आएको। इभन मेरो बुढा पनि 3.5 महिना अगाडि नेपाल आएर भर्खर फर्किनु मात्र भएको थियो। हामी नेपाल आउँछौँ भनिरहेको थियौँ, तर जब झापा 5मा बालेन सर उठ्ने जब उहाँको त्यो नामावली भयो त्यस पछाडि चाहिँ मैले मेरो बुढालाई हामी जसरी पनि यो पटक हामीले नगरे कसले गर्छ, हामीले चाहिँ अब होइन यो पटक हामीले देशको मुहार चेन्ज गर्न एकदमै आवश्यक छ। अब यो बुढाहरूलाई चाहिँ बुवा आमाहरूलाई चाहिँ अब हामीले विश्राम दिनुपर्छ, उहाँहरूलाई रिटायरमेन्ट चाहिन्छ भन्ने हामीले त्यो सोच विचार गरेर जतिसुकै खर्च लागोस्, इभन म 2टा काम गर्छु, एउटा काम मैले रिजाइन दिएर म आएको हुँ। सो मलाई विश्वास छ यो पटक बालेन सरले धेरै मतान्तरले जित्नुहुन्छ भने म एकदम गौरादह नगरपालिका वडा नम्बर 1 को मोती माविको ग केन्द्र र जनता माविको क ख ग र घ केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। सो मतगणना अनुसार हालसम्म उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या अनुसार रहेको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका उम्मेदवार केपी शर्मा ओलीको मिस स्पिकरको यहाँ साउन्ड नआएपछि यहाँ देख्न सक्नुहुन्छ जनताहरू आक्रोशित हुनुहुन्छ। माइकबाट केही नसुनेको घोषणा भइराख्दाखेरि अस्पष्टता आएको र कति मतगणना भयो भन्ने कुराहरू थाहा नपाउँदाखेरि यतिखेर जनताहरू आक्रोशित मुडमा हामी देख्न सक्छौँ। माइकमा डिस्टर्बेन्स, एकछिन होल्ड गरौँ। कृपया ध्यान दिनुहोला, माइकको गडबडीको कारणले केही अवरुद्ध हुन गएको छ। अब म उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या बताउन गइरहेको छु। नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका उम्मेदवार केपी शर्मा ओलीको सूर्य चिन्हमा 1248 मत,
नेपाली कांग्रेस पार्टीका उम्मेदवार मन्दरा चिमरियाको रूप चिन्हमा 185 मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङको 5 कुने तारा चिन्हमा 129 मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको घण्टी चिन्हमा 5000